द डीप ड्राइभमा स्वागत छ। आज हामी एउटा यस्तो विषयको गहिराइमा पुग्ने प्रयास गर्दैछौँ जुन धेरैले सुनेका छौँ तर सायद कमैले बुझेका छौँ। घरमा कुनै समस्या आइपर्दा, काम बन्न लाग्दा बिग्रिँदा हामी कहाँ पितृ रिसाए वा पितृ बाधा भयो भन्ने कुरा सुनिन्छ। तर यो पितृ बाधा भनेको साँच्चै के हो र यसको समाधान भनिने त्रिपिण्डी श्राद्धको वास्तविकता के हो? आज हामी प्राध्यापक डाक्टर देवमणि भट्टराईको शोधपत्र त्रिपिण्डी श्राद्धको औचित्य र विधि-विधानको आधारमा यही रहस्य खोज्दैछौँ। हो, यो विषय निकै चाखलाग्दो छ। सुरुमै एउटा कुरा स्पष्ट पारौं, शोधपत्रका अनुसार त्रिपिण्डी श्राद्ध भनेको हामीले हरेक वर्ष गर्ने 16 श्राद्ध जस्तो सामान्य श्राद्ध होइन। होइन? होइन, यो एउटा काम्य श्राद्ध हो। काम्य श्राद्ध? हजुर, काम्यको अर्थ हो कुनै विशेष कामना, उद्देश्य वा समस्याको समाधानको लागि गरिने कर्म। यसको मुख्य लक्षणै ती आत्माहरूलाई शान्ति दिनु हो जसको अकाल मृत्यु भयो वा जो कुनै कारणले प्रेत योनिमा भड्किरहेका छन् भन्ने शास्त्रीय मान्यता छ। मतलब यसलाई एक किसिमको विशेष आध्यात्मिक उपचार विधि भन्दा पनि हुन्छ। आध्यात्मिक उपचार विधि, यो शब्दले नै विषयलाई अलि गम्भीर बनायो। त्यसो भए यो सबैले वर्षेणी गर्ने कर्म होइन भने कस्तो अवस्थामा चाहिँ यसको आवश्यकता पर्छ त? शोधपत्रमा पितृबाधा भन्ने शब्द बारम्बार प्रयोग भएको छ। यो बाधा भएको कसरी थाहा हुन्छ? यो त अलि अन्धविश्वास जस्तो पनि सुनियो नि। एकदमै जायज प्रश्न हो। स्रोतले यसलाई अन्धविश्वासको रूपमा होइन, एक प्रकारको निदान वा डायग्नोसिसको प्रक्रियाको रूपमा प्रस्तुत गरेको छ। निदान हो, शोधपत्रका अनुसार जब वंशमा कुनै तर्कले व्याख्या गर्न नसकिने खालका अस्वाभाविक समस्याहरू लगातार देखिन्छन्, जस्तै अब भनौँ न पढाइ लेखाइमा राम्रो हुँदाहुँदै पनि सधैँ असफल हुनु, घरमा सधैँ कलह र अशान्ति, त्यस्तो खालको समस्या हो, अनि सन्तान नहुनु वा भए पनि अस्वस्थ जन्मनु, यस्तो अवस्थामा पितृबाधा भएको शङ्का गरिन्छ। यसको पछाडि केही तर्क छ कि? सूक्ष्म शरीरले आफ्नो वंशलाई प्रभावित पार्न सक्छ। भनेपछि यो भौतिक समस्याको पछाडि कुनै अभौतिक वा आध्यात्मिक कारण हुन सक्छ भन्ने मान्यता भयो। तर यो शङ्कालाई पुष्टि गर्ने कुनै आधार हुन्छ कि अनुमानको भरमा यति ठूलो कर्म गर्ने हो? शोधपत्रले केही सङ्केतहरूबारे उल्लेख गरेको छ, जस्तै सपनामा बारम्बार पितृहरूलाई दुखी अवस्थामा देख्नु, उनीहरूले केही मागेको वा गुनासो गरेको देखिनु। सपनाको आधारमा? हो, त्यो एउटा भयो। अर्को आधार भनेको ज्योतिषीय विश्लेषण हो। ज्योतिषीय विश्लेषण? हजुर, अनुभवी ज्योतिषीले जन्मकुण्डली हेरेर पितृदोष छ वा छैन भनेर बताउन सक्छन् भन्ने मान्यता पनि छ। यसलाई यसरी बुझौँ न, जसरी शरीरमा रोग लाग्दा विभिन्न लक्षण देखिन्छन्, त्यसैगरी जीवनमा यस्ता बाधा देखिँदा त्यसको आध्यात्मिक कारण खोज्ने यो एउटा परम्परागत विधि हो। यहाँनिर एउटा कुराले मलाई अझै कौतूहल बनायो। शोधपत्रमा 3 प्रकारका प्रेत, सात्विक, राजस र तामसलाई तर्पण दिइन्छ भनिएको छ। अतृप्त आत्मामा पनि यस्तो वर्गीकरण हुन्छ र? यो भनेको के हो? हो, यो निकै गहिरो कुरा हो। हिन्दू दर्शनले सम्पूर्ण सृष्टिलाई त्रिगुण सत्व, रजस र तमसले बनेको मान्छ। हजुर, यही अवधारणा अतृप्त आत्मामा पनि लागू हुन्छ। शोधपत्र अनुसार सात्विक प्रेत, जसलाई ब्रह्ममय भनिन्छ, विष्णुमय हो, यी शान्त स्वभावका तर कुनै कामनाले गर्दा सद्गति नपाएका आत्माहरू हुन्। अनि दोस्रो राजस प्रेत अर्थात् ब्रह्ममय, यिनीहरूमा क्रोध, इच्छा, वासना बढी हुन्छ। भनेपछि अधुरा इच्छा भएका। ठ्याक्कै। अनि तेस्रो तामस प्रेत, जसलाई रुद्रमय भनिन्छ, यिनीहरू चाहिँ अज्ञान र मोहमा फसेका हुन्छन्, जस्तै आत्महत्या वा दुर्घटनामा मृत्यु भएका। हो, त्यस्तै। त्रिपिण्ड श्राद्धले यो तीनै प्रकृतिका आत्माहरूलाई उनीहरूकै प्रकृति सुहाउँदो वस्तुले तृप्त गराएर मुक्तिको मार्गमा पठाउने प्रयास गर्छ। ल, मानु कसैलाई पितृबाधा भएकै हो र त्रिपिण्डी श्राद्ध आवश्यक छ भन्ने लाग्यो। अब के गर्ने? यो त सामान्य पूजापाठ जस्तो पक्कै होइन होला। शोधपत्रले यसको प्रक्रियाबारे के भन्छ? यो साँच्चीकै नै निकै विस्तृत र प्रतीकात्मक विधि हो। यसको हरेक चरणको पछाडि गहिरो अर्थ लुकेको छ। शोधपत्रले यसका 3वटा मुख्य प्रतीकात्मक तत्त्वहरूलाई उजागर गरेको छ। के हुन् ती 3 तत्त्व? पहिलो हो 3 पिण्ड। 3 पिण्ड? हो, अघि हामीले भनेका 3 प्रकारका प्रेतका लागि 3 फरक फरक अन्नको पिण्ड बनाइन्छ। सात्विक प्रेतका लागि जौको पिठो,
राजसका लागि चामलको र तामसका लागि तिलको पिठोको पिण्ड। एकछिन, जौ, चामल र तिल नै किन? अरू अन्न किन नहुने? यसको पछाडि केही विशेष तर्क छ कि? राम्रो प्रश्न। शोधपत्रमा यसको गहिरो व्याख्या त छैन, तर शास्त्रीय मान्यता अनुसार यी अन्नहरूको गुण ती प्रेतहरूको प्रकृतिसँग मेल खान्छ। जौलाई सात्विक शुद्ध मानिन्छ, चामललाई पौष्टिक र तृप्ति दिने मतलब राजसी गुणसँग जोडिन्छ। अनि तिललाई त पितृ कार्यका लागि सबैभन्दा महत्त्वपूर्ण मानिन्छ र यसको सम्बन्ध तमोगुण र रुद्रसँग हुन्छ। भनेपछि जुन प्रकृतिको आत्मा हो उसलाई त्यही प्रकृति सुहाउँदो भोजन अर्पण गर्ने प्रयास हो। बिल्कुल त्यही हो। गजब। दोस्रो तत्व के हो त? दोस्रो तत्व हो 3 देवता र 3 रंग। यो झनै रोचक छ। देवता र रंग पनि हो। सात्विक पिण्डको पूजा भगवान विष्णुको आवाहन गरेर गरिन्छ र सेतो रंग प्रयोग हुन्छ। सेतो रंग शुद्धताको प्रतीक हो। अनि राजस पिण्डको पूजा ब्रह्माको आवाहन गरेर रातो रंग प्रयोग गरेर। रातो ऊर्जा र कामनाको प्रतीक। हजुर। र तामस पिण्डको पूजा रुद्रको आवाहन गरेर कालो रंग प्रयोग गरेर गरिन्छ। कालो जुन संहार र वैराग्यको प्रतीक भयो। ठ्याक्कै। वाउ, यो त निकै सिनेम्याटिक देखिन्छ होला। सेतो, रातो, कालो रङको प्रयोग यो केवल देखाउनको लागि हो कि यसको कुनै गहिरो मनोवैज्ञानिक असर पनि हुन्छ? यो केवल देखाउनको लागि पक्कै होइन। रङ र देवताको छुनोटले कर्ता र सम्पूर्ण वातावरणमा एक प्रकारको मनोवैज्ञानिक र आध्यात्मिक प्रभाव पार्छ। विष्णुले सद्गति, ब्रह्माले कामनापूर्ति र रुद्रले भड्किएका आत्मालाई नियन्त्रण र मुक्ति दिन्छन् भन्ने विश्वास गरिन्छ। एउटा पूर्ण साइको स्पिरिचुअल ड्रामा जस्तै भन्नुभयो है? हो, भन्न सकिन्छ। र तेस्रो तत्व? तेस्रो र सबैभन्दा महत्त्वपूर्ण तत्व हो स्थान। स्थान हो। शोधपत्रले स्पष्ट भनेको छ यो श्राद्ध घरमा कहिल्यै गरिँदैन। 1 मिनेट, घरमा गर्नै मिल्दैन? यो त अनौठो लाग्यो। सामान्य श्राद्ध त घरमै हुन्छ, घरमा गर्दा के समस्या हुन्छ भनेर शोधपत्रले केही बताएको छ? हो, यसको पछाडि ठोस कारण छ। सामान्य श्राद्धमा हामी आफ्ना ज्ञात दिवंगत पितृहरूलाई सम्मानपूर्वक बोलाउँछौं। हजुर। तर त्रिपिण्डी श्राद्धमा अज्ञात, अतृप्त र प्रेत योनिमा रहेका आत्माहरूको आह्वान गरिन्छ। घर भनेको हाम्रो वासस्थान हो, त्यहाँ यस्ता भड्किएका आत्माहरूलाई बोलाएर कर्म गर्नु जोखिमपूर्ण मानिन्छ। त्यसैले तीर्थस्थलमा गर्ने हो। त्यसैले यो कर्मकाशी, गया वा कुनै नदी किनार, शिव मन्दिर नजिक जस्ता तीर्थस्थलमा गरिन्छ, जहाँको ऊर्जा यस्ता कर्मका लागि उपयुक्त मानिन्छ। बुझियो। भनेपछि यो विधि आफैमा यति गम्भीर र प्रतीकात्मक रहेछ। शोधपत्रमा त सामग्रीको लामो सूची नै छ। जौको पिण्डमा घिउ, चामलकोमा दही, मह, यी सबैले यो कर्मलाई अझै गहन बनाउँछन् होला। बिल्कुल। शोधपत्रले यो पनि स्पष्ट पार्छ कि यसमा वेदपाठ, रुद्राभिषेक, महाविष्णु पूजा जस्ता अन्य धेरै विधिहरू पनि जोडिएका हुन्छन्। यसले के देखाउँछ भने यो एक बहुआयामिक र गम्भीर प्रक्रिया हो। यसलाई हल्का रूपमा लिनु हुँदैन। एउटा ठूलै आध्यात्मिक शल्यक्रिया जस्तै भन्नुभयो। हो, त्यस्तै हो। यो विधि यति शक्तिशाली र विशिष्ट छ भने आजभोलि जताततै यसको चर्चा किन सुनिन्छ? ज्योतिष वा पण्डितहरूले सानोतिनो समस्यामा पनि त्रिपिण्डी श्राद्ध गर्न सुझाएको सुनिन्छ। कि यो फ्यासन जस्तै भएको हो? लेखक यस विषयमा के भन्नुहुन्छ? यादेर आएर शोधपत्रले एउटा निकै गम्भीर चेतावनी दिएको छ। लेखक प्राडा भट्टराई यसको बढ्दो अभ्यास र व्यावसायीकरणलाई लिएर निकै चिन्तित देखिनुहुन्छ। व्यापारीकरण? हो। उहाँको मुख्य आलोचना के हो भने जुन समस्या सामान्य ग्रह शान्ति वा नियमित पितृकर्मबाट समाधान हुन सक्छ, त्यसका लागि पनि मानिसहरूलाई तर्साएर अनावश्यक रूपमा त्रिपिण्डी श्राद्ध गर्न लगाइँदैछ। एकछिन, भनेपछि लेखकले भन्न खोज्नु भएको के हो भने यो गम्भीर आध्यात्मिक उपचारलाई एउटा बिजनेस मोडल बनाइदैछ। यो त डरलाग्दो कुरा हो। हो, उहाँको सङ्केत त्यतैतिर छ। उहाँले स्पष्ट भन्नुभएको छ कि यो काम्य कर्म हो, अर्थात् अत्यावश्यक परेमा मात्र गर्ने कर्म हो, सबैका लागि अनिवार्य होइन। तर मान्छे समस्यामा परेपछि जे पनि गर्न तयार हुन्छन् नि। हो नि। यही कमजोरीको फाइदा उठाएर यसलाई एउटा सजिलो समाधानको रूपमा प्रस्तुत गर्ने चलन बढेको छ, जुन शास्त्र सम्मत छैन।
अनि यो कर्म खर्चिलो पनि त हुन्छ होला। निकै खर्चिलो हुन्छ, त्यसैले यसमा आर्थिक शोषणको ठूलो सम्भावना छ। तर के सामान्य मान्छेले यी सबै प्रतीकात्मक कुराहरू बुझ्छन् कि यो केवल पण्डितले गराउने एउटा कर्मकाण्ड मात्र बन्नु पुग्छ? यसको दुरुपयोगबाट बच्ने उपाय के त? यो अर्को महत्त्वपूर्ण पक्ष हो। जबसम्म कर्ताले आफूले के गरिरहेको छु र किन गरिरहेको छु भन्ने बुझ्दैन, तबसम्म त्यो कर्म केवल एक यान्त्रिक प्रक्रिया बन्छ। यसको दुरुपयोग रोक्न लेखकले एउटा निकै व्यावहारिक र शक्तिशाली सल्लाह दिनुभएको छ। के हो त्यो सल्लाह? लेखक भन्नुहुन्छ, यदि कुनै पुरोहित वा ज्योतिषले तपाईलाई त्रिपिण्डी श्राद्ध गर्न सल्लाह दिन्छन् भने उनीहरूलाई आँखा चिम्लेर विश्वास नगर्नुहोस्। अनि बरु विनम्रतापूर्वक एउटा प्रश्न सोध्नुहोस्, गुरुजी, यो कुरा कुन शास्त्र वा ग्रन्थको कुन अध्यायमा लेखिएको छ? कुन ग्रन्थमा लेखिएको छ? यो त निकै सरल तर शक्तिशाली प्रश्न रहेछ। एकदम। लेखकको तर्क के हो भने यदि सल्लाह दिने व्यक्ति साँच्चै ज्ञानी छ भने उसले यसको शास्त्रीय आधार तुरुन्तै बताउन सक्छ। तर थाहा छैन भने? तर यदि उसले केवल सुनेको भारमा वा आफ्नो व्यवसाय चलाउन यसो भनेको हो भने ऊ हच्किन्छ। एउटा लिटमस टेस्ट जस्तै भयो। हो, जसले मानिसलाई अनावश्यक खर्च र मानसिक तनावबाट बचाउँछ। शोधपत्रमा यो समस्याको कुनै दीर्घकालीन समाधान पनि सुझाइएको छ कि? छ, र त्यो निकै सुन्दर छ। लेखक भन्नुहुन्छ, त्रिपिण्डी जस्ता विशेष कर्मको पछाडि दौडिनुभन्दा पहिले आफ्नो नित्य कर्ममा ध्यान दिनुहोस्। नित्य कर्ममा? हो, जसले आफ्ना दिवंगत पितृहरूको तिथिमा वार्षिक श्राद्ध, 16 श्राद्धमा तर्पण जस्ता नित्य पितृकर्म श्रद्धापूर्वक गर्छ, उसको वंशमा पितृदोष लाग्ने सम्भावना स्वतः न्यून भएर जान्छ। अर्थात् मूल कर्मलाई ध्यान दियो भने यस्ता विशेष र खर्चिला कर्मको आवश्यकता नै नपर्न सक्छ। यो त प्रिभेन्टिभ केयर इज बेटर देन क्योर भने जस्तै भयो। तपाईले ठ्याक्कै भन्नुभयो, यो प्रिभेन्टिभ केयर नै हो। हाम्रो परम्पराले समस्या आइसकेपछि मात्र उपचार खोज्ने होइन, समस्या आउनै नदिने जीवनशैली र कर्तव्यमा जोड दिन्छ। अनि नियमित पितृकर्म त्यही कर्तव्यको एउटा महत्त्वपूर्ण हिस्सा भयो। हो, बिल्कुल। आजको यो कुराकानीको सारमा प्राज भट्टराईको शोधपत्रले त्रिपिण्डी श्राद्धबारे हाम्रो बुझाइलाई निकै फराकिलो बनाइदिएको छ। पहिलो कुरा, यो सबैका लागि होइन, यो अतृप्त पितृ आत्माहरूको मुक्तिका लागि गरिने एक विशेष गम्भीर अनुष्ठान हो। यसको विधि, 3 पिण्ड, 3 देवता र 3 रङको प्रयोगले यसको आध्यात्मिक गहिराईलाई दर्शाउँछ। र सबैभन्दा महत्त्वपूर्ण कुरा, जसरी लेखकले जोड दिनुभएको छ, कुनै पनि कर्मकाण्ड गर्नुभन्दा पहिले त्यसको उद्देश्य र औचित्य बुझ्नु आवश्यक छ। ज्ञान बिनाको अभ्यास। हो, हामी के गर्दैछौँ र यसको शास्त्रीय आधार के हो भन्ने ज्ञान र सजगता बिनाको अभ्यासले सही फल दिँदैन, बरु त्यसले भ्रम, डर र शोषणलाई बढावा दिन सक्छ। ज्ञान सहितको श्रद्धाले मात्र कर्मलाई सार्थक बनाउँछ। अन्त्यमा एउटा विचारणीय प्रश्न छोडेर जाउँ। यो शोधपत्र विगतका समस्याहरू, अतीतका अतृप्त आत्माहरूलाई शान्त पार्नमा केन्द्रित छ। यसले एउटा प्रश्न जन्माउँछ, आजको हाम्रो आध्यात्मिक अभ्यास कति हदसम्म अतीतलाई सुधार्नमा केन्द्रित छ र कति हदसम्म वर्तमान र भविष्य निर्माण गर्नमा? पितृप्रतिको दायित्व र आफ्नो वर्तमानको आध्यात्मिक यात्राबीच सही सन्तुलन कसरी कायम गर्ने होला? यसमा सोच्न सकिन्छ